यो चाहिँ खाना होइन बब खाना अनि हामी चाहिँ मासु खाने चिकन खुल्छ खुल्छ कहाँ खुट्टा हमारा हो गया हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आज धेरै दिनपछि ब्लग बनाउँदैछु यस्तो मार्केटतिर सामान लिन जाम भनेर ब्लग बनाएको छु हैन अनि के छ तपाईहरुको सबै हाल खबर सबै सन्चै हुनुहुन्छ होला आशा गर्छु सबै सन्चै हुनुहुन्छ होला हैन अनि दुईटा साथी अरु जाँदै छन् साथै छौं हामी जानला हम के न सामान त्यही सब्जी ल्याउनु पर्यो हैन अब सेल आयो गरे आएर पनि सकियो धेरै दिन टिक्दैन हिजो आएको आज पैसा सकियो अब त्यही सब्जीको लागि राखेका छौं त्यही गरेर लिएर आउने अरु त ठिकै छ ल अगाडिको भिडियो हामी बनाउँदै गर्छौं हेर्दै गर्नु होला हाम्रो भिडियोलाई लाइक कमेन्ट गर्नु होला माया गरिदिनु ल गाइस अब गाडीमा बस्छु हैन कमसेकम 5-10 मिनेटमा पुगिन्छ होला उता साथीहरु भेट गरिरहन् साथीहरुसँग भेट्नु पनि छ आज त्यही भएर मेन कारण चाहिँ साथीलाई भेट्न जानेको उता सामान लिनु त नत्र पछि जाँदा पनि हुन्थ्यो अब धेरै महिनापछि भेट्न लाग्छौं साथै आका हैन विदेशतिर त्यही भएर भेट जान लाग्छौं ल हेर्दै पनि तपाईहरु भाइहरु सिन यहाँ पेट्रोल पम्प छ अच्छा लाग्छ अनि बेच्यो उते डाँडामा जानुपर्ने के कारण उते डाँडामा जानुपर्ने के भाइर सिन हेर्नुभयो हैन अगाडि देखाइदिएको हुन्छ अब मेन रोड आएन यो भित्रको रोड हैन गाउँको यहाँ गाउँ यस्तो हुन्छ मलाई शहर त कस्तो खाना वाना त हैन उधर तो गाउँको रोड हो भिडियो अच्छा से वीडियो को एडिट किया तो बहुत व्यू हो गाइस फाइनली खमेस पुग्यो हैन खमेस आएर अजान हुँदैछ अब असली नमाज हुने अब आज फ्राइडेको नमाज हुँदैछ त्यसपछि मार्केट खुलिहाल्छ अब एकछिन नमाज सकेपछि बल्ल खोल्छ तपाईँ सिन र ब्याङ्कमा छ एक बसेर आएर पैसा हाल्नु छ पैसा हाल्ने साथीहरू कहाँ भेट गरेर खान साथीहरू भेट्न जान्छ गएर सबभन्दा ल है एकछिन है पछि अलि पछि गर्नु गाइस पुरा नमाजको लागि मान्छेहरू जान लाग्दा कतिखेर जान्छ नि यहाँ पुरा भिड लाग्छ क्या पुरै जस्तो भरेर हुन्छ होइन मिरिन्डा पनि खाम्ला साथीहरू कहाँ बसे खान त खोज्नुपर्छ होइन ओ त्यहाँ होला गरे कता खान केटा र भेटौँ पहिला पुरा मान्छेहरूको पुरा भिड छ यहाँ हुन्छ नेपाली होटल यतै हिँड्ती कहाँ छ अब साथीहरू भेट्न जाने होइन कहाँ खान्छ साथीहरू भिडियो खिराखान गरे कहाँ थियो यतै थियो अरे अभी तो बन्द होगा ना अभी खुलेगा कहाँ छन् साथीहरू कहाँ हो हस्पिटल एक गल्लीमा खा रे यतै कता हो क्या ए साथीहरू पनि भेटिसके के छ हाल खबर अरू ठिकै कहाँ जानु यो चाहिँ नेपाल रेस्टुरेन्ट है कहाँ छ ओह यता खान त के छ ब्रो बस ठिकै छ यहाँ चाहिँ हाम्रो सुजन भाइ बल्ल पुग्यो पहिला अर्को थियो तर पहिला आउँदा फेरि खाके आयो त्यही छ सब फेरि देखाएको जाऊ न ठिकै छ तिम्रो के छ दाले त खतरा देखाएको भेट्यो साथीहरू एकछिन है लगाइस अब खाना आयो होइन अब यहाँ किनभने चाहिँ बब खाने गरे यो चाहिँ खाना होइन बब खाना
अनि हाम्रो चाहिँ मासु खाने चिकन भात कहिले चिकन आएन आउँछ हाम्रो चाहिँ खाना सबै केटाहरू होइन अब खाने कहाँ एउटा आएन अझै अब लगाइस खानापिना खाइयो अब चाहिँ नेपाली होटलमा जान लाग्यो बाहिर होइन अब सामान किन्ने अब रुमतिर जाने अब 3 बजीतिर ड्युटी छ हाम्रो ल दाइ ल अब निस्किन हामीहरू सबैले टाटा बाई बाई गरेर सिडी छ खतरा सिडी हेर्नु त सिडी सबभन्दा सानो सिडी छ खाना सिमले क्या पानी ल्याएन उठाइदियो पानी हेर त पानी चोर पानी मैले त खाल्दा गरेर एकपल्ट पानी थियो गरेर खाल्नु गरेर अब यहाँ भिड लागिसक्यो खमेस र अघि त रमास र थिएन अहिले त गाडी साथीलाई गएर सिम चाहियो अरे सिम निकाल्ने गएर झन् हेर कस्तो सिम चाहियो सलाम अलैकुम हाम्रो मोबाइलको पसल होइन के गर्नु भाग्दैन र यो आइफोन चाहिँ त कामै खाएन चोरी गरेर पनि भेटिजान्छ तर टिप्दैन यहाँ टिप्दैन हाँ अभी तो भीड़ रहेगा इधर सिम देता है ना मैं इधर निकाला कहीं निकाले सिम के भी लाग्ने यस्तो फोन नम्बर छ कि छैन हामी घुमाउँला नभए यता लाग्छ के गर्ने हो नि वो सामान लिन जाने यार बसमा भिड छ आज फ्राइडे दिन बसमै भिड हुन्छ यार जुवाला पूछो न पूछो नहीं पूछने में क्या जा रहा है हाँ है ना बल सिम छ भन्छ अब त गाएर कुरा गर्छ केमा आयो होइन मसँग फोन नम्बर त्यसको स्यालेरी आएको दिन होइन झन् फ्राइडे पऱ्यो झन् मस्त हुँदो नि मान्छे मार्केट पार्छ नि त पुलिस गर्नेहरू എല്ലാം നോർമലാക്കുക പുള്ളിയെ കഴിക്കണ്ട ल गाइस अब साथीहरूसँग छुट्टी लाग्छ अब जाने गरेर साथीहरू रुममा अब उनको ड्युटी छ हाम्रो पनि ड्युटी छ अब जाने होला ल के ल शुद्ध नेपाली बोल न शुद्ध नेपाल त अरे ल फेरि है भेटौँ ल फेरि है ल हामीहरू पनि हिँड्यौँ फोनको कुरा गरौँला ल हुन्छ ल ल ल राम्रो जान्ने ल अब साथीहरू छुट्टी सक्यो अब हामी चाहिँ ब्याङ्क जाने ब्याङ्कमा पैसा हाल्नु छ पैसा हालेर जाने अब होइन ल ल आज यार डेन्जर भिड छ माखान यार भोलि आउने भोलितिर माखाने हुन्छ कत्रा भिड लाग्यो माखानभित्र अरे आज भन्दिउँ भोलि पर्सि कहिले हुन्छ 13 हाल्ने त आज फ्राइडे पऱ्यो झन् महिनाको लास्टमा सेलरी धेरै सबको सेलरी आउँछ होइन सेलरी आउँदा ब्याङ्कबाटै भिड छ अहिले हाल्न पाएन अब भोलि पर्सि कहिले हुन्छ अब त्यही बेला हाल्ने हो होइन अहिले चाहिँ हुन्न अब साथीहरू छ साथीको पैसा हाल्ने थियो साथीको पैसा हाल्ने भ्याएन अब भोलि पर्सि नत्र कहिले हुन्छ त्यही बेला हाल्ने गाइस बल्ल ट्याक्सीमा बस्छ अब चाहिँ रुमतिर जाने सपिङ सक्यो
कि सपिङ हुँदा मेन काम पैसा हाल्नु थियो, पैसा हाल्ने भ्याएन। मस्तै भिड छ आजलाई हो कि भन्नु, खुट्टा टेक्नु ठाउँ छैन। अब गाडी पनि हडा भिड पनि हातैमा रहेको छ अनि पनि जाने यार, गर्मी लास्टै छ आज, गर्मी धेरै भयो। साथी बसिरहने क्यामेरा हल्लिरह। अब चाहिँ हेर सबभन्दा लास्ट पछाडि बसेर गरे पछाडि भन्नुभयो जहाँ गाडी चाहिँ एक्सिडेन्ट भयो टाउको साको फुट्छ पछाडि सबभन्दा पछाडि लास्ट छ। अब रुममा जाने, नुहाइ धुवाइ गर्ने, 3 बजे ड्युटी छ, 2 बजेर 20 मिनटको आएन त फिलिपिनहरू। आइमै त देख्ने हुने कुर्ता सुरुवाल लागेको त कुर्ता सुरुवाल कहाँ कुर्ता पाकिस्तान ए यता यतै हाती हाती मेडिकल छ त्यत्रो अहिले अगाडि आउँछ। हामीले पर बलिया कार्ड बनाउँदाखेरि मेडिकल यतै गरेको मेडिकलमा गर्न मिल्दैन नि त्यहाँनिर मेडिकल हस्पिटल त ठुलो। हामीले पर चाहिँ त्यही मेडिकल गरेको यसो लागि बलिया कार्डको लागि। यहाँ पार्क छ हेर्नु, पार्कमा घुम्न आउन पाए कति राम्रो हुन्थ्यो। आएको त अघि फोटो खिचेन कहाँ पार्कमा आएको र कहाँ पार्कमा आएको त ल अब रुममा पुगेपछि बोलाउँला होइन, गाडीमा छौँ। रुममा पुगेपछि ल गाइस फाइनली ठाउँमा पुग्यो। अब चाहिँ रुममा जाने, सामानसम्म निकालौँ पहिला। बाटो गाह्रो छ अरे कहाँ अब सामान लग्ने, रुममा जाने एकछिन। अब फाइनली रुमतिर पुग्यो होइन, यति छ हटेर जाने, सामान ल्याइयो। यो साथीहरू अगाडि राखन्। अब चाहिँ यता अब 3 बजे ड्युटी छ, टाइम गयो यार, नआउनु छ, टाइम भ्याइन्न क्या, 5-10 मिनट लेट हुन्छ क्या ड्युटी। केही छैन, 5-10 मिनट केही हुन्न, आफू मुदिरहेको अब राति मै हुन्छ एक्लै काम गरेर अब नगरे अब जाने एकछिन केही हुन्न, 10-15 मिनट केही हुन्न। सामान ल्याइयो, सामान मस्तै ल्याइयो। नुन भैँसीले खाने कहाँ भैँसीले खाएन, हामीले खाने नुन गरेर यता फर्काउँछ यो गोरुले खाने नुन हामीले खानु नुन। रुममा पुग्यो, यहाँ मोटर चलिरह। ठिकै छ, धाउदो रुममा पुग्यो। यिनी त आइछ नि त रुममा, किन आयो तिमी रुममा? ए अब पुटो देखाल्ला धाउदो रुममा आइयो। ल गाइस फाइनल रुममा पुग्यो होइन। अब चाहिँ भिडियो इन्डिङ गर्नुपर्छ, अब हाम्रो ड्युटी जाने टाइमिङ होला। अब फटाफट नआएर ड्युटी जाने। मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट गर्नु होला यार, कस्तो तपाईँले लाइक कमेन्ट गर्नुहुन्न, सेयर गर्नु, हेर्दै हेरिदिनु यार, हेर्नु होला प्लिज गाइस, सपोर्ट गर्नु होला। म सानो युट्युबर, सपोर्ट गर्नु होला, माया गरिदिनु होला।